मेसीले तोडे विश्व फुटबलका सबै रेकर्ड। विश्वकपमा 18 गोल गर्दै बनाए नयाँ इतिहास। दर्शकबिन अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाएका छन्। फिफा विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्दै उनले नयाँ कीर्तिमान कायम गरेका हुन्। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा सोमबार राति भएको समूह जे अन्तर्गतको खेलमा अस्ट्रेलिया विरुद्ध 2 गोल गर्दै 38 वर्षीय मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या 18 पुर्याएका छन्। यससँगै उनले पुरुष तथा महिला दुवै विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बढाएका छन्। खेलको 38औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका मेसीले इन्जुरी समयको थप गरिएको समयमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरेका हुन्। उनले यसअघि ब्राजिलकी महान खेलाडी मार्ताको नाममा रहेको 17 गोलको कीर्तिमानलाई पछि फारेका हुन्। मेसीले गत साता अल्जेरिया विरुद्धको खेलमा ह्याट्रिक गर्दै जर्मनीका मिरोस्लाभ क्लोजको 16 गोलको कीर्तिमान बराबरी गरेका थिए। अस्ट्रेलिया विरुद्धको खेलमा सुरुवाती चरणमै पेनाल्टी अवसर गुमाए पनि त्यसपछि उनले उत्कृष्ट पुनरागमन गर्दै नयाँ इतिहास रचेका हुन्। सन् 2006 मा पहिलो पटक विश्वकप खेलका मेसी अहिले पनि आफ्नो 6औं विश्वकप यात्रामा छन्। अर्जेन्टिनाका लागि 201 खेलमा 121 गोल गरिसकेका उनले लगातार 6 वटा विश्वकपमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका छन्। व्यक्तिगत रूपमा केही स्वास्थ्य तथा पारिवारिक चुनौती बीच पनि मेसीले मैदानमा देखाएको प्रदर्शनले अर्जेन्टिनाको उपाधि यात्रालाई थप बलियो बनाएको छ। टोलीका मिडफिल्डर एलेक्सिस मैक एलिस्टरले मेसीलाई अर्जेन्टिनाको सबैभन्दा महत्त्वपूर्ण खेलाडी भन्दै उनको योगदानको खुलेर प्रशंसा गरेका छन्। विश्वकपको सर्वकालीन गोलकर्ताको सूचीमा अब मेसी शीर्ष स्थानमा रहेका छन्। जर्मनीका मिरोस्लाभ क्लोज 16 गोलसहित दोस्रो, ब्राजिलका रोनाल्डो 15 गोलसहित तेस्रो तथा गड मुलर र एम्बापे 14 गोलसहित त्यसपछि रहेका छन्। अस्ट्रेलिया माथिको जितसँगै साबिक विजेता अर्जेन्टिनाको नकआउट चरण पुग्ने सम्भावना पनि थप बलियो बनेको छ। कप्तान मेसीको शानदार लय कायम रहे अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधिको सपना साकार पार्ने विश्वास समर्थकहरूमाझ बढेको छ। घोडा दुखेर आएको, डाक्टरको दबाई खायो, के भएन, घोडामा सुई लायो, के भएन, के गरिन् के नभए वैद्यमा आएर दबाई खाएको अब 3 महिना भयो। अहिले उठ्नु बस्नु नै भएको छ।